प्रयत्न गर्दा गर्दै केही गल्ती पनि भए हुन्छन् गल्ती दुनियाँमा कुन चाहिँ त्यस्तो पार्टी छ जसले गल्ती नै नगरेर क्रान्ति सफल गरेको देखाउन सक्नुहुन्छ कसैलाई सिक्ने भनेको गल्तीबाटै हो संविधान सभाको दोस्रो निर्वाचन अगाडि हामीबाट केही गम्भीर त्रुटि भए हामीले भनिसक्यौं अब 1000 पटक भनेर रुँदै हिँडेर हुनेवाला केही पनि छैन कसैले माया गर्नेवाला छैन सवाल बिउजिने कुरा हो सवाल गल्तीबाट शिक्षा लिने कुरा हो र अगाडि बढ्ने कुरा हो अहिले जति बेला हामी फेरि यदि यी उपलब्धिहरू अपहरण गरिन्छ भने जस्तो सुकै तपस्या र बलिदान गर्न पनि हामी तयार छौं भनेर नेतृत्वले अपिल गरिरहेको बेलामा तपाई यसलाई कसरी बुझ्नुहुन्छ फेरि पनि तपाई गाली गर्नुहुन्छ एकले अर्कालाई फेरि पनि तपाई निराशा बाँड्नुहुन्छ सबैसित या संघर्ष बाँड्नुहुन्छ विद्रोह बाँड्नुहुन्छ मान्छे बिग्रिन सक्छन् एक दुईजना मान्छे बिग्रिन सक्छन् तर शहीदहरू कहिले बिग्रिँदैनन् बेपत्ता योद्धाहरू कहिले बिग्रिँदैनन् हाम्रा मुद्दा जुन मुद्दाको निम्ति हामी लडाईँ लडेको ती मुद्दा जनतासँगै छन् ती मुद्दा कसैले लगेर लगिने कुरा होइन ती मुद्दा नि मरिसके भन्छौं भने त्यो मुद्दा मर्या होइन हामी आफै मर्यौं हामी आफै मरिसकेको भने हामीले क्रान्ति गर्न पनि सक्दैनौं ती माओवादी आन्दोलन सिद्धिएको छैन सिद्धिने कुरा पनि होइन यो प्रचण्ड बाबुराम या यस्ता मानिसहरू केही बिग्रिन्छन् नै भने पनि माओवादी आन्दोलन फेरि चिहानबाट निक्लेर फेरि जनताले लिएर जान्छ यो कसैले रोकिने कुरा होइन त्यसकारण हामीले हिजो जनयुद्ध सुरु गर्दाखेरि हामीले खोतलेका थियौं शहीदहरूका चिहान कहाँ छन् भनेर रुकुमको कामी बुढा चाहिँ 7 साल पछि कसरी मारिए सत्ताबाट भन्नेदेखि भीमदत्त पन्तदेखि लखन थापादेखि सबै शहीदहरूका चिहानबाट उधानेर ल्याएर हामीले जनयुद्ध सुरु गर्ने वातावरण बनाएको अहिले त हामी त्योभन्दा धेरै राम्रो स्थितिमा छौं माओवादी आन्दोलन भन्दा बाहिर देशको राजनीति जाने स्थिति छैन ल त कांग्रेस र एमालेले संघीयता गणतन्त्र धर्मनिरपेक्षता समावेशी समानुपातिको ठाडो विरोध गरेर देखाउन् त एक दिन टिक्न सक्छन् उनीहरू नेपालमा माओवादी युद्धका मुद्दा भन्दा बाहिर गएर बोलेर देखाउन् त हाम्रो लागि ती दशौं हजार शहीदहरू बेपत्ता योद्धाहरू घाइते अपाङ्गहरू लाखौं लाख जनताका सपनाहरू पूरा गर्नको निम्ति लडाईँलाई अर्को उचाइमा लैजाने जिम्मेवारी छ हामी त्यो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध हुन्छ कि हुँदैनौं यो बिग्रियो त्यो बिग्रियो छोडिदिनुस् को बिग्रियो उही छुट्छन् तिनीहरू छुट्न दिनुस् तपाई चाहिँ के गर्ने आफ्नै मनलाई सोध्नुस् तपाई जनताको पक्षमा आफै मैले भन्ने गरेको छु पार्टी के भयो संगठन छोडिदिनुस् कुनै संगठन भएर नेपालमा जनयुद्ध सुरु भएको होइन संगठन ठुलो भएर चाहिँ एकदम राम्रो पार्टी भएर सुरु भएको होइन एउटा विचार हो एउटा आन्दोलन हो एउटा अभियान हो त्यो अभियानले पार्टी बनायो आन्दोलन बनायो यत्रो ठुलो परिवर्तन भयो अहिले पनि पार्टी नभई हुँदैन मात्रै नभन्नुस् आन्दोलनबाट पार्टी बन्न सुरु हुन्छ मैले त देखेको छु आन्दोलन सुरु भयो पार्टी पनि बन्न सुरु भयो फुट्ला भनेको जुट्न थाल्यो अब एक चरण आन्दोलन लएपछि वैद्यजी नै आउनुहुन्छ विप्लवजी नै आउनुपर्छ सबै आउनुपर्छ र फेरि माओवादी आन्दोलन जान्छ बुझ्न यसरी पर्यो माओवादी आन्दोलन त्यसरी नै भएको नत्र 60 वर्षदेखि कम्युनिस्ट पार्टी बनाएर मान्छेले के गरे नेताहरूले 10 वर्षमा काए पलट पुरै दुनिया बदलिने खालको ठाउँमा नेपाल कसरी पुग्यो एउटा आन्दोलन एउटा विचार एउटा अभियानले पुर्यायो भने अहिले पनि हामी यसका उपलब्धिहरूको रक्षा गर्नको निम्ति हामी आन्दोलनमा छौं हामी अभियानमा छौं कांग्रेस एमाले हामीले भनेका छौं संविधान सभा नेपालमा संविधान नभएको हुनाले आएको होइन संविधान त जहिले पनि थियो 48 सालमा पनि थियो 7 साल भन्दा पहिला पनि चाहिँ राणा आदि बनाएको संविधान थियो 15 सालमा पनि संविधान थियो आदि इत्यादि पञ्चायतको पनि संविधान थियो सवाल संविधानको होइन सवाल जनतालाई अधिकार सम्पन्न बनाउने कि नबनाउने सम्पूर्ण नेपाली जनताले अपनत्व फिल गर्ने आफ्नै संविधान त्यहाँ आफ्नो भाग्य आफ्नो भविष्य देख्ने संविधान बनाउने कि नबनाउने भन्ने हो र संविधान सभाबाट संविधान बनाउने भनेको हामीले एउटा कागजको खोस्ट तयार पार्ने भनेको होइन यो देशका सबै उत्पीडित वर्ग जाति क्षेत्र लिङ्ग समुदाय भाषा संस्कृति सबैले मेरो पनि भाग्य यहाँ कोरिएको छ भन्ने संविधान खोजेको हो यदि कांग्रेस र एमालेले त्यो कुरालाई स्वीकार्दैनन् भने यहाँ कमरेडहरूले पहिले नै भनिसकेको छ म त्यसलाई दोहोर्याउन चाहदिन उहाँहरूले यदि यो पटक भूल 52 सालमा भूल गर्नुभयो कांग्रेस र एमालेका नेताहरूले त्यसको परिणाम के भयो इतिहास साक्षी छ अब त्यो स्वर्णिम अक्षरमा लेखिएको छ कमरेड वर्षमानले भने जस्तो टोपारजीले भने जस्तो यसको मूल्याङ्कन हुँदै जान्छ पछि धेरै पछिसम्म हुँदै जान्छ हामी मरेर गइसकेपछि पनि हाम्रा छोरा नाति आउने पुस्ताले गरिराख्छ किनभने नेपालमा राजनीति परिवर्तनको निम्ति 15,000 भन्दा बढी नेपालीको ज्यान गएको ऐतिहासिक परिघटना हो जनयुद्ध सजिलो छ यो कुरालाई बिर्साउन
यसका मुद्दाहरूलाई त्यसै कसरी लुटेर लान सजिलो छ? बिल्कुल छैन। त्यसकारण अरू कुरा भन्दा पनि अब हामी त्यसको उपलब्धिको रक्षा गर्ने हो, त्यसलाई संस्थागत गर्ने हो, त्यहाँ टेकेर अगाडि जाने हो। अब उठेका छौँ र हामी अगाडि बढ्न सुरु गरिसकेका छौँ। म शहीद तथा बेपत्ता योद्धा परिवार जनलाई पनि साह्रै निराशाका मात्रै गीत गाउन छोडिदिनुहोस् भन्न चाहन्छु। म चाहिँ फेरि एकचोटि विद्रोहका गीत गाउन थाल्नुहोस्, क्रान्तिका गीत गाउन थाल्नुहोस्, अलि उत्साह भर्न थाल्नुहोस् एक्लै अर्कालाई। निराशा बाँड्दै हिँड्ने काम चाहिँ कुनै क्रान्तिकारीले गर्ने काम होइन। गल्ती हुन्छ, सच्याउने हो। मृत्युलाई हत्केलामा लिएर बिहानदेखि बेलुकासम्म मृत्यु पर्खेर बसेका मान्छे हौँ हामीले, कहिलेदेखि तर्सिँदैन। मानिसहरूले कहिले काहीँ के भन्छन् भने प्रचण्ड बाबुरामहरूलाई तर्साउने, जेल हालिन्छ भनेर तर्साउने, भ्रष्टाचार लगाइन्छ भनेर तर्साउने ती कायरहरूका चाहिँ स्वर जस्तो लाग्छ मलाई। हेर्नु, दशौं हजारको बलिदान र त्यति बेला दिनदिनै हेलिकप्टरबाट बमबारिङ गर्दा र बिहान र बेलुका सबै आफ्नो ठाउँबाट खट्न सुरु गरौँ, लागौँ। यही नै जनयुद्धप्रति, शहीद बेपत्ता योद्धाहरूप्रति र सम्पूर्ण क्रान्तिकारीहरूप्रति सच्चा श्रद्धा र सम्मान हुनेछ भन्दै म मेरो भनाइ टुङ्ग्याउँछु। हस् त, धन्यवाद।